स्वागत छ मेरो छोटो मिठो भिडियोमा। सम्पूर्णमा नमस्कार। अनि सबै साथीभाइहरू सन्चै हुनुहुन्छ होला भन्ने आशा छ। र आज मेरो आमालाई चाहिँ एकदम धेरै खिर खानु मन लाग्यो रे, त्यही भएर आज खिर बनाउँदै हुनुहुन्छ। अनि हामीलाई पनि बनाएर दिने भनेर भन्नुभयो, अनि त्यही भएर खिर बनाउँदै हुनुहुन्छ। अनि खिर बनाइसकेपछि चाहिँ आमाले आफै बसेर खानुभयो र मैले र छ्यामाले खाएको चाहिँ अलिक देखाउनु सकिनँ। अनि आमाले खानुभएको र बिरालोले खाएको चाहिँ देखाएँ। सबैजनाले मेरो भिडियो हेरिदिनु होला, मन परे सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला भन्दै धन्यवाद। स्किप नगरिकन हेरिदिनु होला है भन्न चाहे सम्पूर्ण साथीभाइमा। धन्यवाद।